हामी चाहिँ घुम्न जान लाग्यो अनि मसँग अलिकति मात्र टाइम छ रेडी हुनलाई। मेरो आँखाहरू पनि सुन्निरहेछ। लेट्स गेट क्विकली रेडी। जहिले बेलुका एकदमै छिटो सुतौँ भन्छु, के न के गर्दा ढिलो भइहाल्छ अनि बिहान उठ्दाखेरि मेरो आँखाहरू यसरी सुन्नेको हुन्छ क्या। अनि यो दिन चाहिँ म एकदमै छिटो उठ्नु परेको थियो हामी घुम्न जानको लागि। म लिटरली 5 मिनटमै रेडी भइसकेको के। अनि मेरो आँखाको सेप चाहिँ यस्तो छ कि मैले न्यूड कलरको आई स्याडो स्लाइटली सिमरीवाला आई स्याडो लगायो भने मात्र चाहिँ मेरो आँखा एकदमै पपअप हुन्छ, राम्रो देखिन्छ। अनि यो स्ली ग्लाम क्रिस्टल जेली ग्लेज स्टिक कति प्रिटी लाग्यो क्या मलाई। यो कलर चाहिँ मेरो गोल्डनमा हो, रोज गोल्ड जस्तोमा छ। एकदमै मल्टिपर्पज रहेछ क्या। आई स्याडो पनि गराउन मिल्ने अनि हाइलाइटरहरू ब्रन्जर टाइपले पनि लगाउन मिल्ने खालको। यस्तो मजाले पपअप हुन्छ हेर्नु त कलर। एकदमै पिगमेन्टेड, एकदमै शिमरी रहेछ। वान युजमा नै कस्तो मजाले कलर आउने। यसको अरू शेडहरू पनि टन्नै अभाइलेबल छ। अहिले चाहिँ दाराजको 88 सेलमा सी ग्लामको सबै प्रडक्टहरुमा 50% अफ छ अनि एकदमै राम्रो क्वालिटीको छ क्या यो सामानहरु सबै। अनि यो जेली वाउ हाइड्रेटिङ लिप ओइल पनि सी ग्लामबाट नै हो। एकदमै हाइड्रेटिङ छ, एकदमै मोइस्चराइजिङ छ। यो दुईटै प्रडक्टको लिंक चाहिँ म मेरो बायोमा राख्दिन्छु, तपाईले अरू पनि लिन सक्नुहुन्छ।